हामी रातको 12 बजिरहेछ हामी यसरी हिँडिरहेको छौँ ओ माई गड के गरायो कुदा 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 ओइ अहिले हामी रातको 12 बजे छौँ यहाँ पछाडि पुरै च्यान गाडी छ देख्न सक्नुहुन्छ तपाईँहरूले मोबाइल तान्यो कि पछाडि यता हेर न लु गाइस तपाईँहरू देख्न सक्नुहुन्छ हामी मिस्टर सन्देश र गोपाल रोमन यहाँको च्यान गाडीमा हिँडिरहेको छौँ ओह माई गड ओइ 1 किलोमिटर यार रातको 12 बजे 12 बजे तपाईँहरूले ओइ यहाँ बस्छ न को यहाँ च्यान गाडी ओइ कुद्नु हुन क्या माछाले गाइस अहिले चाहिँ हामी 12 बजीको छ है बल्ल च्यान गाडी पड्क्यो ओइ मलाई त कस्तो चक्कर आएको कता जाने यहाँबाट यता 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 हामी कहाँ आइयो यार हामी हराइयो यार अब कसैले कोही अब नो मोबाइलमा डाटा छ तिम्रो त मोबाइलमा चार्ज पनि सक्यो होइन 0% पाएको छ यार पसिना आउँदैछ यताबाट आऊ यताबाट आऊ ट्रेन यहाँनिर ट्रेन छ यहाँ रातको 12 बजे पनि हामी यसरी के भन्छ सुनसान बहुत डर लागिरहेछ देख्नु होला यहाँ म लाइट फ्लस गाइस तपाईँहरूले हामीलाई देखिरहनु भएको छ रातको 12 बजे हामी दुईजना मात्रै गाडी पार गरेर अहिले चाहिँ हामी भर्खर यहाँ आइपुग्यो है को यो यार माछा यस्तो जाडो पऱ्यो क्या यहाँ त उता छ घर कसरी जाने हामी यो कहाँ हो यो हामीभन्दा गाइस हामीभन्दा अगाडि 2 जना दाइहरू आएको थिए कहाँ जाने अब यहाँ हाम्रो जाने बाटो त हुँदैन यार यो त यार कहाँ सुनसान छ है पारी सुनसान छ त है हामीले यो भिडियो अपलोड गर्न पाइयो भने चाहिँ राम्रै होला उहाँ पर गाई तपाईँहरू देख्न सक्नुहुन्छ उहाँ पर हेर पर ओइ नजाऊ न त्यहाँ माछाले के छ यार त्यहाँनिर के आयो अँध्यारो छ गाइस अब कसरी जाने ओइ लाइटमा पनि देखिँदैन यार अँध्यारो सुनसान हो तिमीलाई त देखिँदैन नि त म त ओइ अहिले बल्ल देख्यो अब कसरी जानु त्यहाँ कसरी जानु यहाँ त होइन यो त कहाँ सुनसान जग्गा छ त यो त कहाँ यो यार पछाडिबाट